एक सेकेन्ड है साथी, धन्यवाद। एक सेकेन्ड, अलि जय घन्टी भन्दा त स्याङ्जाले सबै सुन्ने गरी पो भन्नुपर्छ। जय घन्टी। हस्, आज यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, चुनावी सभा होइन, यो तपाईँहरूसँग भेटघाट गर्नको लागि हामी आएको हौँ। यो भेटघाटमा तपाईँले यो बाटोमा आउँदा आउँदै देखाउनु भएको यो माया, यसका लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो मायालाई म व्यक्तिगत सम्पत्ति बनाउने पक्षमा छैन, यसलाई राष्ट्रिय सम्पत्ति बनाउने छ। कहिले भने 21 गते यो राष्ट्रको सम्पत्ति हुन त व्यक्तिका रूपमा राज्यले अन्याय गर्दा मेरा लागि आँसु बगाउनु भएको छ, हस्ताक्षर गर्नुभएको छ, मैले बिर्सेको छैन, मैले याद गरेको छु, मलाई थाहा छ। तर त्यो मेरो व्यक्तिगत सम्पत्ति होइन, यो देशको सम्पत्ति हो। तपाईँले दिनुभएको एक साथ र समर्थन यो देशको हितका लागि खर्च गर्नेछु, म यति बाचा गर्न चाहन्छु। यो यात्रामा, राजनीतिको यो यात्रामा कयौं उतार चढावहरू आए, कहिल्यै थकाइ लागेन, कहिल्यै हार मानिएन, यिनीहरूसँग कहिल्यै शिर झुकाइएन, सधैँ आँखामा आँखा जुदाएर कुरा गरियो। यही तपाईँको आँट साहस, यसैको आँटले मलाई सधैँ हिम्मत दिनु बनाएको छ। मलाई हिम्मत दिनुहुने आमा बा दाजु धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब संसदमा हामीलाई बहुमत चाहिएको छ। यो देशको भाग्य र भविष्य अब तपाईँहरूले आफैले बदल्ने हो, कसैको आश गर्ने होइन, कसैको भर पुग्ने होइन। हामी साथीहरू बोकेर आएका छौँ यहाँ साथ दिनका लागि। झबिडुम्रे एउटा उम्मेदवार मात्र होइन, मेरो एउटा यस्तो भाइ हुनुहुन्छ, सुरुवाती दिनदेखि उहाँले एउटा आत्मीयता, राजनीतिक संस्कार देखाउनु भएको छ। यो ठाउँले खोजेको उम्मेदवार तपाईँहरूले नै अगाडि सार्नु भएको छ। म उहाँको लागि अग्रिम बुकिङ गर्न आएको, भोट माग्न त आउनै पर्दैन, मैले देखिसकेँ भन्ने कुरो मलाई थाहा छ। यसपटक हामीले इतिहास लेख्ने हो। इतिहास भोट मात्र हाल्ने होइन, यसपटक इतिहास लेख्ने हो। त्यसका लागि तपाईँहरू तयार हुनुपर्ने हुन्छ। हाम्रा तमाम समस्याहरू, यही राजमार्ग सिद्धार्थ हाइवेको कुराकानी गर्नुहोस्, कहिलेदेखि बनेको यो आजसम्म स्तर उन्नति भएको छैन। किनभने यिनलाई आफै अगाउन पुगेको छैन, यिनले देशको के हेर्ने, अब यिनीहरूको आश छैन। हामीले 101 अब्बल उम्मेदवारहरू, युवा उम्मेदवारहरू उठाएका छौँ। किन रासोपालाई भोट हाल्ने म बताउँछु। रासोपा त्यस्तो पार्टी बनेको छ अहिले, सबैभन्दा बढी युवा उम्मेदवार उठाउने पार्टी रासोपा हो, सबैभन्दा बढी महिला उम्मेदवार उठाउने रासोपा हो, सबैभन्दा बढी दलित, मुस्लिम, सीमान्तकृत थारूहरूलाई उठाउने पार्टी रासोपा हो, सबैभन्दा बढी युवा उम्मेदवार रासोपामा छन्, सबैभन्दा बढी जेनजी उम्मेदवार रासोपामा छन्, सही परिवार, घाइते परिवार सबै रासोपामा छन्, डाक्टरहरू सबैभन्दा बढी, इन्जिनियर सबैभन्दा बढी, चार्टर्ड एकाउन्टेन्ट सबैभन्दा बढी, नेपाली जनताको माया सबैभन्दा बढी। त्यसकारण घन्टी र काम गरेर 5 वर्षको स्थायी सरकार